हेलो हेलो सबैजना चाहिँ आज डे हेलो ब्रो ओसाका डे 2 को आज ब्रेकफास्ट खान जाने हो डिज्नील्यान्ड निराज्य पहिला नि खाएर अनि आएर खाएर यहीँ फेरि आएर डिज्नील्यान्ड जाने अरू सबै साथीहरू मेरो सबै साथीहरू चाहिँ डिज्नील्यान्ड गइसक्यो आज चाहिँ हामी को जानु भएर हजुर को जानु भएर साथीहरू सबैजना रेस्टुरेन्ट चाहिँ 54 फ्लोरमा छ हामीले काम गरेको पनि यही हो रेस्टुरेन्टमा ओके भयो हो बाहिर उस लाएर के अरे बादल लाएर केही नि देखियो नि त अब सिन हेर आजको प्लानिङ चाहिँ खास डिज्नील्यान्ड जाने भन्ने प्लानिङ थियो अब यहाँको खेल्ने छ पानी परेको परे गरेर प्लान चाहिँ के होला भनेर आज प्लान मैले थाहा पाएँ भने त्यो हिजो होइन खेल्ने ठाउँ मैले भनेको थिएँ नि हो के भन्दा त्यो उताको त्यो ट्याम्पोलिन जस्तो त्यो ट्याम्पोलिन ए त्यो जानु न लेट्स सी हजुर हेरौँ है अहिले प्लिज हामी चाहिँ खास ब्रेकफास्ट गरेर भ्याएर आयौँ मैले कति 3 चोटि प्यानकेक खाइसकेँ हो मिठो लाग्यो इबुलाई हनीमा इबुले यहाँ आज डिज्नील्यान्ड नजाने किनभने पानी परेन अब एउटा खेल्ने ठाउँ छ नि त्यो ए मलाई पनि थाहा थिएन त्यो चाहिँ मैले डिज्नील्यान्ड मात्र भन्थेँ मैले जे भने त्यही सिकेको है इबुले है ल युएसजे नजानी भयो पानी परेर 100% पानी परिरहेछ अनि त्यही भएर अब कहीँ पनि नजानी भएर भिडियो गर्छौँ रिङ्कु टाउनको खेल्ने ठाउँमा लगेर यिनीहरूलाई खेलाइदिनु पर्यो That's it. अब यही खेलेर चित्त बुझाउँदै आइल्यान्ड यहाँबाट नफाल्ने रे बल नफाल्ने रे सर्फ गरेको रमाइलो भयो Hello. What's up, girl? अरू चाहिँ हामी के गर्दै के गर्दै अहिले चाहिँ खोइ
खै हजुर के गर्दै गर्यो यहाँसम्म हामी थाहा छैन सपिङ गर्दै हिँडेको लागि ए पानी पानी तपाईँ आउनु टाउन खाजा खानु अलिक जाऊ इबो अलिक जाऊ हावा लाग्यो कि केहरू त्यो भन्नु भएन बाबु एलेन मस्टर्ड यो खाइनौ तिमीले छोरो किनますかね、それで。ロックになってます。はい。で、また戻してもらったらいけるんで。大丈夫ですかおはようございますहामीले चाहिँ सुटकेस किन्यौँ ह्यामबर्गर लभर ह्यामबर्गर लभर खाएको दुईचोटि कहिले दुईचोटि कतिखेर आज कहाँ खायो त ह्यामबर्गर ह्यामबर्गर चाहिँ होइन पोटेटो पोटेटो मात्र खायो अघि एउटा मिठो कुरा मिठो भयो आधा चिकन नगेट and this गुफ गुफ and you say vanilla juice यो चाहिँ hamburger यो चाहिँ सबलाई थाहा छ क्या ह्यामबर्गर भन्ने चिकन नगेट दिनभरिको सपिङ यो सुटकेस भरि महिनाले पुगेको पछाडिको ब्याग भरि मसँग कति ठुलो ब्याग छ राम्रो छ पिङ्की ब्याग हो फर्स्ट टाइम इबुले आफैले रोजेर किन्नु भएको है ब्याग अनि सुटकेस नि फर्स्ट टाइम हो किन अहिले चाहिँ केबाट अरे मैले कोम्बिनी कम्बिनीबाट किनेर लिएर आएर हजुर कुन खाने खानु लागेछौँ यो अनि ह्यामबर्गर कति खाने हजुर तीनटा मात्र त्यति तीनटा के भएर